साथी हो, यो भिडियो चाहिँ नि सक्दो सेयर गरिदिनु होला है त। अब त हुँदा हुँदा नेताहरूले छ्याती पाथिभरा देवी भगवानको पनि कसम खानु थालेछन्। नत्र यो भिडियो हेर्नुहोस् यहाँनिर। मुकुमलुङ पाथिभराको कसम खाएर भन्छु, एक पैसा भ्रष्टाचार गर्दिन है। जुन दिन भ्रष्टाचार गरेको पैसा गरेछु, त्यो पैसा मेरो तपाईको खाएछु भने, 1 रुपियाँ खाएछु भने त्यही पल मेरो मरण होस्। यसो भन्दै गर्दा हाम्रो मेयर हर्का साम्बाङज्यूले ताप्लेजुङमा गएर भन्नुभएछ, पाथिभरा देवीलाई साँची राखेर म 1 रुपियाँ भ्रष्टाचार गर्दिन भनेर। अनि मेयर साहब महिनाको 80-90 हजार भत्ता पड्काएको चाहिँ के हो नि? खैर ठिकै छ, त्यो भत्ताको त्यतातिर नजाउँ। यदि तपाईँले पाथिभरा देवीलाई साँची राखेर 1 रुपियाँ भ्रष्टाचार गर्दिन भनेर भन्दै गर्दा नि तपाईँको गोजीबाट 1 रुपियाँ मात्रै होइन, 1 पैसा मात्र तपाईँको हिनामिना भयो भने नि त्यो भ्रष्टाचारमा ठहरिन्छ। र त्यसको सजाय तपाईँले नभए तपाईँको छोराले नभए नाति पनाति खनातीले एक दिन अवश्य नै बिहोर्नुपर्छ हो। त्यसरी के बोल्दैछु भनेर नि पहिला सोच्नुहोस्। र कसमको कुराहरू भनेको नि त्यति सानोतिनो कुरा होइन। यसले भनेको 7 पुस्ता हान्छ, 7 पुस्ता होइन। कि क्रिस्चियन पास्टर भएर त बोल्नु भएको होइन? क्रिस्चियन पास्टरहरूले त विश्वास गर्दैन नि ब्रह्माण्ड, आत्मा र प्राकृतिक शक्तिहरूलाई। तर सबैभन्दा ठुलो नि प्राकृतिक शक्ति हो